हेलो एभ्रिवान, आज चाहिँ हाम्रो डिनर ढिलो भयो है। डिनरमा चाहिँ चिकन मोमो छ, यहाँ सुप छ, अचार छ यहाँ हो। आज चाहिँ बुढाले बिहान दिन एकदम लामो छ भनेर चाहिँ भनेको थियो कि त्यसले गर्दा खाना बिस्तारै बनाएको त रातिको 10 पो बजेछ। हजुरहरू कतिजनाले त खाइसक्नु भयो होला, कतिले बनाउँदै होला है। र हामी पनि खाएको है, हामी पनि खाएलस्। हाम्रो यहाँ त अलिक पानी परेको छ, झाडु मिठो भएछ साथी, हो मिठो भएछ। कत्रो ठुल्ठुलो भएछ मोमो। मोमो चाहिँ कहिले पनि वाक्कै हुँदैन है। हामी कहीँ गए भए पनि मोमो चाहिँ खान्छ है। जहाँ गए भए पनि किनेर मोमो चाहिँ खान्छ। अझै घरमा बनाएको त कस्तो सफा पनि हो, मिठो पनि हो है। हामी केटाकेटी हुँदाखेरि मोमो खाने स्टाइल चाहिँ नि यस्तो गर्थ्यो हामीले। यो माथिको यो बाकुलो छाला हुन्छ नि, यसलाई चाहिँ यसो पक्रेर मोमो चाहिँ मुनिबाट यसो खप्पै खान्थ्यो। यो बाकुलो छाला चाहिँ सुपमा भिजाइराख्थ्यो। लास्टमा अन्त सबै भिजेको, सबै मोमो भिजेको निकै हुन्छ हो, अनि त्यो चाहिँ सुपसँग खान्थ्यो। मोमो चाहिँ यसो खानु यहाँबाट समात्यो, यो बाकुला छाला सुपमा। मोमो भिजाएर खाँदा पनि मिठो हुन्छ त, आफै भिजाएर खाँदा पनि मिठो हुन्छ। मेरो यहाँपट्टि दाँत दुख्दैछ है, यता जोगाउँदै खान्न। बिजोक भइरहेछ बिचराको। के भएर भएको भन्नुहोस् न, त्यो दाँत चाहिँ त्यो चाहिँ अस्ति सुँगुर मासु र माम खाने हुँदाखेरि अस्ति तपाईँहरूले विचार गरेन, अस्तिको भिडियो जुन चाहिँ सुँगुर मासु भात मजाले खाएको भिडियो चाहिँ इन्कम्प्लिट थियो। लास्टको फिनिसिङ चाहिँ थिएन। त्यो चाहिँ किन भन्दा चाहिँ फिनिसिङ दिने बेलामा चाहिँ मैले भात अलिकति थपेँ हो, मासु पनि हाल्दाखेरि चाहिँ हड्डी परेछ कि टक्कै गरेर यहाँ दाँत चर्केर गएर नि अहिले यहाँ दाँत आरसिटी गर्दैछ हो, बिजोक भइरहेछ। सजिलो छैन साथी हो, झन्डै डल्लै झरी गएछ। हिजो अस्तिसम्म त केही खानु नभएर बिजोक भइरहेको थियो, तातो चिसो केही खानु भएको थिएन। खोले मात्रै। अझै आरसिटी गर्नु बाँकी छ, अझै फेरि जानुपर्छ। त्यसले गर्दा एक साइडमा मात्रै खाँदैछु। सुँगुरको हड्डीले झन्डै दाँत बिगार्यो। हालिदिउँ तपाईँलाई भाइ डल्लो स्टाइलको पनि बनाएको छु साथी हो। बेसी त खानु सक्दैन यसको त, 4टा खान्छु अब। घर आमा घर बाबुहरू यस्तो हुन्छ है, नानीहरू सबैलाई खुवाइसक्यो, अब मोमो चाहिँ एकैचोटि पाक्दैन, फेरि पाकेर थुपारेर खाँदा पनि अलिकति फेत्ते खाले हुन्छ कि। मुक्टोमा पाक्ने बित्तिकै टक 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 हालेर खानु पाए पनि मिठो हुन्छ। त्यसले गर्दा अन्त अगाडि पाकेको चाहिँ नानीहरूलाई खुवाइहाल्यो, कोही ओछ्यानमा छ सुत्न आँट्यो अब यिनीहरू, लास्टमा अन्त बुढाबुढी 2 जना मात्रै खान्न। यो
खाना खाएको यस्तोहरू खाएको चाहिँ नि अगाएर हेर्नु मजा आउँदैन है यति बेला खाना खाइसकेर ओछ्यानमा ढल्केर हेरिरहनु हुनेहरूलाई चाहिँ त्यति मजा आउँदैन कि यस्तो भोक लागिरहेको बेलामा हेर्नुपर्छ कि आम्माम कम्ता खानु मन पर्दैन हेरिरहनु मनपर्छ है मलाई त त्यस्तो हुन्छ है आज चाहिँ सबसे लु यति साह्रो ढिलो त कहिले पनि भएको थिएन है सन्ध्या 7 बजी त सब खाइसक्छ यो मोमो खानु त मजा आउँछ है मलाई त साह्रो पिर लाग्छ मैदा मुस्नु पर्ने प्याज काट्नु यताउता गर्नु बेल्नु ड्युटी चाहिँ जहिले पनि मेरो पर्छ हो भगवान् बेल्दा बेल्दा कहिले सके जानु जस्तो हुन्छ त्यो बेल्ने भन्दाखेरि मलाई एउटा कुरा याद आयो क्या जोक्स जस्तै मेरो फुपू भन्छ होइन फुपूले चाहिँ एउटा मेलामा नि गाउँको मेलामा बस्तीमा क्यान्टिन थाप्नु भएको थियो कि क्यान्टिन थाप्दा चाहिँ अन्त मोमो बनाएर बेच्दै थियो अब मलाई चाहिँ सकाइदिनु भनेर म चाहिँ मोमो बेल्नेपट्टि बस्यो आमामा सक्नु छैन बेलेकै लास्टमा के गर्यो भन्नु यो मैदा त्यो मुचेको हुन्छ नि डल्लो चाहिँ पलक्पले घेरेर सोइ तल जङ्गलमा फ्याँकिदिएको नि मैदाको डल्ला कि खै मैदा सक्यो त भने ला मैदा पनि छैन राख्यो अल्छी लागेर त्यो नसकेर थाकेर नि बेल्नु त्यो याद आयो मलाई केटाकेटी हुँदै के गर्छ सकियो तपाईँहरूको कतिजना खानुहुन्थ्यो होला कतिजना खानेवाला होला सबजना खाना खाएर मजाले एकदम आराम गर्नुहोस् सबैलाई शुभरात्रि गुड नाइट बाई गुड नाइट